इडिएस गर्दाखेरि चाहिँ वेबसाइटबाट चाहिँ कसरी गर्ने पहिले सुरुमा माई पर्चेस सोर्समा जानुहोस् जुन चाहिँ यहाँ हुन्छ यसमा क्लिक गर्नुहोस् त्यसपछि यहाँ जानुहोस् यसमा क्लिक गर्नुहोस् अनि बेचेको सेयरमा क्लिक गर्नुहोस् अनि सर्च गर्नुहोस् त्यसपछि यहाँ अगाडि स्क्रुको अगाडि बक्समा क्लिक गर्नुहोस् त्यसपछि प्रोसिड गर्नुहोस् त्यसपछि फेरि यो बक्समा क्लिक गर्नुहोस् अनि अपडेट गर्नुहोस् त्यसपछि माई होल्डिङमा जानुहोस् फेरि यहाँ आउँछ यहाँ क्लिक गर्नुहोस् एसआइपी प्यानल क्लिक गर्नुहोस् सर्च गर्नुहोस् फेरि अगाडि स्क्रिप्टको अगाडि बक्समा क्लिक गर्नुहोस् अपडेट गर्नुहोस् फेरि यो बक्समा क्लिक गर्नुहोस् अनि अपडेट गर्नुहोस् त्यो गरेपछि माई इडिएसमा जानुहोस् त्यसपछि यहाँ ट्रान्सफर सेयर लेखेको छ ट्रान्सफर सेयरमा जानुहोस् अनि भ्यू डिटेल्समा जानुहोस् त्यसपछि फेरि यो बक्स अगाडि यो बक्समा क्लिक गर्नुहोस् अनि प्रोसिडमा क्लिक गर्नुहोस् त्यसपछि फेरि यो बक्समा क्लिक गर्नुहोस् अनि कन्फर्ममा क्लिक गर्नुहोस् अनि यता सक्सेसफुली रिक्वेस्टेड फर ट्रान्सफर सेयर लेखेर आउँछ यदि भएपछि तपाईँको भयो जहिले पनि इडिएस गर्दा एप युज नगरिकन एप युज नगर्नुहोला वेबसाइट नै युज गर्नुहोला धन्यवाद।